महिमा गर्नेछ हरेक पल हरेक समय भनेर चाहिँ यो संसारमा पनि उहाँसँग हामी जिउनलाई उहाँको प्रेमलाई चाहिँ हामी महसुस गर्दै जिउने हुनुपर्छ। अनि हाम्रो जीवन चाहिँ यो संसारमा मात्र होइन तर अनन्त कालसम्म छ। अनि उहाँ जो चाहिँ हाम्रो येशू ख्रीष्ट चाहिँ जसरी हाम्रो लागि यो संसारमा रोटी भनेर आउनुभयो, उहाँ चाहिँ थुमा बनेर आउनुभयो हाम्रो पापको लागि अनि हाम्रो अधर्मको लागि। अब आउँदा चाहिँ उहाँ हाम्रो राजा बनेर आउनुहुन्छ। आमेन। अनि जो राजा चाहिँ हाम्रो अनन्त कालसम्म हाम्रो राजा भएर चाहिँ राज गर्नुहुनेछ अनि हामीसँगै रहनुहुनेछ। आमेन। यसै कारण चाहिँ यदि हामी चाहिँ उहाँलाई चाहिँ थुमाको रूपमा स्वीकार गर्छौँ, जीवनको रोटीको रूपमा स्वीकार गरेर आफ्नो जीवनलाई चाहिँ हरेक समय चाहिँ उहाँमा भएर जिउँछौँ र सबै कुरा चाहिँ यो संसारको सबै कुरा चाहिँ हाम्रो लागि हानि नै हो अनि यो संसारको सबै कुरा चाहिँ व्यर्थ हो भनेर हामीले आफ्नो जीवनमा गर्ने हरेक कामहरूमा चाहिँ उहाँको महिमालाई खोज्छौँ भने अनि उहाँको प्रशंसा गर्छौँ भने चाहिँ हामी उहाँसँग सदाकालसम्म रहनको लागि चाहिँ हामी जानेछौँ। अनि जुन चाहिँ हाम्रो बलले हाम्रो शक्तिले अनि हामीले आफै मैले गरेर स्वर्ग जान्छु, म यति गरेँ भने स्वर्ग जान्छु भनेर गएका हौ त? जान पाउँछौ त? पाउँदैन। किनकि यसैया 53मा जुन भविष्यवाणी यसैयाले गरेको थियो, परमेश्वरले उहाँलाई चाहिँ दर्शन दिनुभएको थियो कि परमेश्वरले चाहिँ स्वर्गबाट आफ्नो पुत्रलाई पठाउनुहुन्छ थुमाको रूपमा नि जो चाहिँ मानिसहरूबाट चाहिँ हेरिन्छ अनि पेलिन्छ। अनि मानिसहरूले चाहिँ जुन पाप चाहिँ उहाँले गर्नु भएकै थिएन तर त्यो पापको लागि चाहिँ त्यो कुराहरू त्यो रगत चाहिँ उहाँले बगाउनुहुन्छ। सबै कुरा चाहिँ हामी मानव जातिको लागि हो भनेर येशू ख्रीष्ट जन्मिनुभन्दा कति वर्ष अगाडि नै यसैया भन्ने हाम्रो भविष्यवक्ताले चाहिँ अगमबानी गरेका थिए, जुन चाहिँ परमेश्वरबाट चाहिँ भएको थियो। अनि जुन अगमबानी पुरा हुनको लागि चाहिँ येशू ख्रीष्ट हाम्रो जीवनमा जीवनको रोटी भएर आउनुभएको छ। आमेन। अनि परमेश्वरले चाहिँ हामीले यदि पुरानो पापहरूलाई पनि हेर्छौँ भने परमेश्वरले चाहिँ आफ्नो जातिलाई नाश होस् भनेर चाहिँ कहीँ पनि त्यस्तो योजनाहरू बनाउनु भएको छैन। उहाँले चाहिँ जसरी आदम र हव्वालाई पनि परमेश्वरले प्रेम गर्नुभएको थियो र उहाँले आफ्नै रूपमा आफ्नै प्रतिरूपमा बनाउनु भयो र त्यो अदनको बगैँचा जहाँ चाहिँ कुनै काम थिएन, कुनै दुःख कष्ट लाज पापै थिएन त्यस्तो ठाउँमा बनाउनु भएको थियो। मानिसले चाहिँ शैतानको कुरा सुनेको कारण चाहिँ ऊ पापमा पर्यो। अनि जुन पापबाट छुटाउन चाहिँ हामीलाई परमेश्वरको योजना चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। अनि येशू ख्रीष्टमा चाहिँ हामी सिद्ध अनि पवित्र भएका छौँ। आमेन। हुन्छ। हामी उपदेशक 2 र 3मा पनि हेर्न सक्छौँ। जीवन चाहिँ यो संसारको जीवन चाहिँ हरेक कुरा चाहिँ व्यर्थ छ। उपदेशकले यसरी भन्दछ, उपदेशकको पुस्तक 1:2 र 3मा यो चाहिँ दाउदका छोरा यरुशलेमका राजा उपदेशकका वचन भनेर छ। अनि उसले चाहिँ के भन्दछ भन्दा उपदेशक भन्दछन् व्यर्थ नै व्यर्थ, पूर्ण रूपमा व्यर्थ, सबै व्यर्थ हुन्। मानिसले आफ्ना सारा कामबाट के लाभ पाउँछ जसमा त्यसले सूर्यमुनि कठिन परिश्रम गर्दछ। साथै यो उपदेशकले भने जस्तै यो सूर्यमुनि गरेको हरेक काम चाहिँ एक दिन सकिन्छ। यो पृथ्वी एक दिन सकिन्छ अनि जुन सकेर गएको कामहरू चाहिँ कुनै कुराको अर्थ हुँदैन अनि व्यर्थ छ। किनकि यो शरीर अनि यो पृथ्वी चाहिँ टलेर जान्छ अनि तर परमेश्वरको वचन चाहिँ कहिले पनि टल्दैन। आमेन। यसै कारण चाहिँ यो संसारमा येशूलाई विश्वास गर्नु र उहाँमा भएर जिउनु बाहेक अरू सबै कुरा चाहिँ व्यर्थ छन्। किनकि सबै कुरा बितेर जानेछ। आमेन। तर उहाँको राज्य चाहिँ अनन्त कालसम्म रहिरहन्छ। यसै कारण हामी शरीरमा हुँदाखेरि जीवनमा धेरै उतार चढावहरू आउला तर हरेक समयमा चाहिँ यदि हामी जीवित छौँ अनि हरेक दिन चाहिँ नयाँ दिन देख्न पाएका छौँ भने चाहिँ परमेश्वरमा धन्यवादी भएर जस्तोसुकै अवस्थामा पनि प्रभु धन्यवाद भन्दै जियो भने र उहाँको वचनलाई चाहिँ हाम्रो सिरोपर गरेर जियो भने चाहिँ परमेश्वरको राज्यमा जाँदा चाहिँ हामीलाई उहाँले चुनिसक्नु भएको छ। आमाको गर्भमा हुनुभन्दा अगाडि नै उहाँले हामीलाई चुन्नु भएको छ र जसरी इस्राएलीहरूलाई चुनेर त्यो लाल समुद्रबाट बत्तिसमा दिएर
उहाँले चाहिँ कनान देशको लागि ल्याउनु भएको थियो। त्यसरी नै आज हामीले चाहिँ परमेश्वरले हामीले चुन्नुभयो र उहाँमा चाहिँ हामीले बप्तिस्मा गरेर चाहिँ पवित्र आत्माको बप्तिस्माद्वारा चाहिँ हामी उहाँको अनन्तकालको राज्यमा जानको लागि हामी हिँड्दैछौँ। अनि यो हिँड्ने क्रममा चाहिँ जसरी इजरायलीले गनगन गरे त्यसरी चाहिँ हामी गनगन नगरौँ, तर उहाँमा धन्यवादी भएर जाउँ भन्ने हजुरहरूलाई यही खबर दिँदै आजको वचन चाहिँ यति नै। हस्, धन्यवाद।